हेलो गुड मर्निङ साथीहरू सबैजनालाई दर्शन नमस्ते। अनि आजदेखि चाहिँ म एउटा थोरै सानो भ्लग हाल्नु पर्यो भनेर ट्राई गरिरहेको छु। कस्तो हुन्छ त्यो चाहिँ थाहा छैन, त्यही पनि सबैजनाले हेरेर माया गरिदिनु होला। अनि त्यही हो, अब यो आज मेरो फर्स्ट ट्राई हो नि त, कस्तो अलिक कम्फर्टेबल भइरहेको छैन। त्यही पनि अबको भोलि पर्सिको दिनमा चाहिँ अझै राम्रो गर्ने ट्राई गर्छु। अनि त्यही हो, सबैजनाले गरेको देख्दाखेरि चाहिँ म पनि गरौँ न त, कस्तो हुँदो रहेछ, ट्राई गर्दैमा के हुन्छ र भनेर ट्राई मात्रै गर्नु खोजेको हो। अनि सबैजनाले मेरो युट्युब च्यानलमा आएर माया देखाइदिनु होला। अनि कस्तो क्या अप्ठ्यारो लागिरहेछ, अप्ठ्यारो लागे पनि अब यो चिज भनेको यस्तै रहेछ, बोल्नुपर्ने रहेछ। अरू बेला बोल्ने र क्यामेरा खोलेर बोल्नुमा धेरै फरक पर्दो रहेछ। अनि अहिले चाहिँ म अफिस गइरहेको छु। आज चाहिँ सन्डे हो, अनि त्यही भएर आजदेखि चाहिँ म अहिले बाटोमा पनि छु नि त। अनि अरूहरू चाहिँ कति अब ठुल्ठुलो स्वरले बोलेर भिडियोहरू बनाएको देख्छु होइन। मैले चाहिँ म चाहिँ त्यो कम्फर्टेबल भएन, किनभने अरू अब कोरिया हो, कस्तो उयो हुन्छ क्या, अब अरूको फेस देखिन्छ कि के देखिन्छ कि भन्ने हुन्छ नि त, त्यही भएर हो। अनि कस्तो लाग्छ होइन, त्यसले रोस्ताले के बनायो नभन्नु होला। मेरो अहिले माइक केही पनि छैन, कता यता पनि दामी आउँदो रहेछ होइन। मैले चाहिँ कता ट्राई गरिरहेको छु क्या, कता राम्रो आउँछ भनेर। अनि त्यही हो, सबैजनाले हेरेर सबैजनाले तिम्रो मैले युट्युबमा सब्सक्राइब गरिदिनु ल भनेर सुरुमा भन्थेँ नि त। अनि तिम्रो सब्सक्राइब मात्रै गरिदिनुपर्छ, केही चाहिँ हाल्दैनौ भनेर गाली गरिरहनु भएको थियो। अब चाहिँ गाली नगर्नु होला, मैले आजबाट भिडियो हाल्न थाल्छु। क्या माइ गड, कस्तो राम्रो रोज, यो फुल राम्रो कि म राम्रो हो, मै राम्रो छु है। त्यही हो साथीहरू, यतिको त किचक त हाल्नु परिहाल्नु नि। अनि अहिले चाहिँ म कहाँ छु भने, अनि अरूहरू चाहिँ मजाले कस्तो ठुल्ठुलो स्वरले आवाजले बोलेको सुन्छु होइन। मलाई चाहिँ कस्तो अप्ठ्यारो लाग्यो, किनभने साइडको मान्छेहरूलाई अनि मेरो आँखाबाट आँसु बगेको देख्न सक्नुहुन्छ। त्यही भएर मैले चाहिँ चस्मा लाउनु पर्छ जस्तो छ, किनभने मेरो आँखा कमजोर छ, क्यामेरामा हेरिराख्न सक्दिनँ। अनि अरू कुरा भनेको त्यस्तै हो। त्यही हो, आज म कहाँ जाँदैछु भन्दाखेरि चाहिँ अफिस जाँदैछु। अफिस भन्दा सेन्टर, सन्डे म जहाँ जान्छु त्यही जाँदैछु नि त। अनि त्यहाँ कतिजनाले त भेट्नुहुन्छ होला। अनि हात चाहिँ गलेर फाक हुँदो रहेछ। कति अरू बेला त कति धेरै पत्तर बोलिन्छ नि त, यसरी यो भिडियो हाल्नुपर्छ भनेर हो कि किन हो। मलाई चाहिँ हात पनि गल्यो होइन। मान्छेहरू कसरी बनाउँछ भाइ, यस्तो गाह्रो हुँदो रहेछ त। त्यही हो, अनि यो चाहिँ मैले भिडियो कहाँबाट बनाउनुपर्छ, के बनाउनुपर्छ त्यो पनि थाहा छैन। यतिकै बाटोमा हिँडिरहेको थिएँ, अनि आज चाहिँ एउटा हान्दिउँ न त, भ्लग ट्याक्क पारेर भनेर गरेको। गाह्रो हुँदो रहेछ साथीहरू, गाह्रो हुँदो रहेछ। लाइफ नबसेर बोले जस्तो पनि हुँदैन रहेछ, टिकटकमा मुख चलाए जस्तो पनि हुँदैन रहेछ। म त यार माने, मैले त्यो हुन्छ नि नेपालमा भ्लग बनाउनेहरूलाई चाहिँ एकदम गाह्रो हुँदो रहेछ। त्यही हो, अहिले चाहिँ म बाटोमा हिँडिरहेको छु नि त, अनि हिँडिरहेको बनाइरहेको छु। हात पनि गल्यो, कस्तो देखेको छ मान्छे, राम्रो हो कि हेर्नु न। रोज जता हिँड्नु त्यो देख्छु, रोज छ। त्यही हो, सबैले माया गर्नु, सबै सब्सक्राइब गर्नु। सब्सक्राइब गर्नु भएन भने चाहिँ घरमा आएर तानेर गाड्न लाउँछु भनेर पनि कसरी भन्नु। मेरो भोइस चाहिँ सानो आइरहेछ होला। अब सुरुमा हो नि त फर्स्ट टाइम हो नि त, पछि म दामी ठुलो भयो भन्दा पनि, सानो भयो भन्दा पनि ठुलो। मलाई चाहिँ एकदम अहिले चाहिँ खासमा मेरो कन्डिसन कस्तो छ भने, टु मच भोक लागिरहेछ होइन। राति पनि माम नखाएको, अनि बिहानै उठेर यता कसैको सपोर्ट चाहिने रहेछ क्या। एक्लै यसरी पनि ठिक त ठिकै हुने अरे कि, तर अब हेर्नु है कस्तो दामी फुल देखाउँछु नि म। ओ माई गड, भयो
बाटोमा हिँडेको फाइदा कोरियामा चाहिँ पछाडि देख्नुभयो होला नि म बाटोमै छु मैले कता कता हेरिरहेको छु थाहा छैन किनभने मलाई वास्तै गाह्रो भइरहेछ साथीहरू त्यही हो यो चाहिँ मेरो आज जस्तै भोक लागेर बोल्न पनि सकिरहेको छैन एक नम्बरमा त च्यालेन्ज गरेको छु नि त मैले होइन 10 मिनटसम्म बोलेर हाल्छु अब चाहिँ म सेन्टर आइपुग्न आँटिसक्यो होइन बाँकी चाहिँ अरू पछाडिको पार्टमा हाल्छु हाल्यो भने हालेन भने यति नै हाल्छु 5-6 मिनटको हाल्छु है त्यति भए पनि हेरिदिनुहोस् होला अनि फाइनल यस्तो छेउछाउमा यस्तो खानेकुराहरू छ कि तर म चाहिँ केही खाँदिनँ म गाईको मासु पनि खाँदिनँ सुँगुरको पनि खाँदिनँ यहाँ चाहिँ बेलुकातिर एकदम रमाइलो हुनु थाल्यो क्या यो एरिया चाहिँ गाडी पनि हिँडिरहेको रहेछ ढाडे जस्तो लाग्छ त हेर्नु पुलिसको गाडी के काममा डढाएको भन्यो भने के गर्नु त्यस्तो त भन्दैन डर लाग्छ नि आफू उयो हुने ठाउँमा त जताभावी त्यही त नि नेपालमा जस्तै ऊ गरेर हिँड्न मिल्दैन क्या त्यहाँ जस्तो भए चाहिँ नेपालमा भए पनि खतरा छिच्याएर बनाउँथ्यो होला हौ अहिले चाहिँ अब चाहिँ सेन्टर आइपुग्यो त्यही हो मैले यस्तो बाटोमा कसले के भन्छ कि भन्दै पनि भिडियो बनाएको छु तर हाल्छु कि हाल्दिनँ थाहा छैन मलाई भिडियो उहाँ परबाट पुलिस अङ्कलले हेरिरहनु भएको छ अनि यस्तो भिडियोतिर चुरोटहरू खाएको पनि देखाउनु हुँदैन होला कि के हो थाहा छैन मलाई त्यही भएर मैले चाहिँ ल पुलिस ऊ त्यही पुलिस अङ्कल निक्लिनु भयो हेर्नु है रातो बत्तीमा बाटो क्रस गर्नुभयो नि त अनि मैले अघि भनेको थिएँ नि पुलिसको गाडी छ भनेर दुईजनाले रातो लाइटमा बाटो क्रस गरेर उहाँहरूलाई चाहिँ सोधीखोजी हुँदैछ फाइनली देख्नुभयो विदेशको रुल्स भनेको यस्तो हुन्छ हाम्रोमा त यस्तो हुन्छ क्या मैले अघि पुलिसको गाडी भनेको थिएँ नि त्यहाँ चाहिँ अनि पुलिसहरूले इन्क्वायरी गर्दै हुनुहुन्छ 바불. 네. 안녕하세요. 친구를 머리 깎아? 네. 오케이. 이름 있어요. 내가. नेपाली हो ए आउन बत्ती लाइट बाल्नु त यहाँ चाहिँ मेरो सिट हो मैले चाहिँ अघि सेन्टर भनेको थिएँ नि म चाहिँ यहाँ आउँछु साथीहरू यहाँ यस्तो छ नेपालको चाहिँ सिरिया छ बस्नु न भगवान के कामले आउनु भएको थियो भाषा 7시간이니까 이게 점심 빼는 거 이거를 쓰려고 이런 식으로 해서 쓰면 돼요. 근데 10, 11, 12, 13, 14, 15, 16, 17, 18 쓴 거예요. 이건 제가 고쳤어요. 그래서 지금 본인 건 어떻게 아니야? 다 오늘 10시로 쓰고 갈 때 그렇게 해서 점심시간 포함되는지 아닌지 확인해서 쓰고요. 모르겠으면 부르세요. 그죠? 의자는 가져가셔도 되죠. फाइनली अब चाहिँ भोक लागेको बेलामा चाहिँ अरू चाहिँ भरे काट्छ यार
कत्रो ठुलो lemonade instant millionaire okay म चाहिँ होइन अघि बिहान भोक लागेको भनेको थिएँ नि त हो त्यही भोक लागेर अहिले भोक मार्न लागेको छु यहाँले टिस्टा बाहिर छैन टिस्टा बाहिर केही छैन स्ट्यान्ड यार घोप्टो परेको अरे यार दामी छ मान्छे कामले हो कि यो गर्दा राम्रो